सुशान्त सर दलचोकदेखि अब कहाँसम्मको यात्रा हाम्रो दार्जिलिङ सिक्किम है सबैजना जोडिदिनु होला बिचमा हैन क्लास है चल्लेको हामी दार्जिलिङतिर ल सल्लाह दुबैले गर्छु है ल ल सल्लाह दुबैले सानो तिम्रोमा बिउजायो तिम्रो रुपैले मेरो पुग्यो गर्देऊ नबिहे गाडी चलायो हाम्रो साथी मन्जितले सल्लाह दुबैले सानो निन्द्रामा बिउजायो तिम्रो रुपैले लिफ्ट दिएका थियौँ ल दाइ ल ल ल ल दाइ ल फिल्टर चुरोट भन्दा पनि शुद्ध मन छ हाम्रो मन्जितको एकदम भेरी गुड यार दामी है सानो निन्द्रामा बिउजायो तिम्रो रुपैले सबै केटा मिलेर हाँसियो बिच बाटोमै रोकी नाचियो सल्लाह दुबैले सानो निन्द्रामा बिउजायो तिम्रो रुपैले फ्रन्टबाट आउनु लाग्यो भयो ल ए दादा र हामी चाहिँ कहाँ दादा कोसी पुलमा अनि दादा हामी कोसीको पुलमा छौँ है पानी ट्याक्क जाँदा यस्तो छ फेरि दादाहरू पानी पनि हेर है दादाहरू है यतिको छ ऊ त्यहाँनिर दुईवटा ढोका खोले है किनभने हामीले इन्डियालाई अलिकति माया गरेको डुबिदिइहाल्छ होइन ल है दादा हो कि दादा भने आउनु दादा कहाँ गएको तिमी चस्मा लगाउनु दादा ल चस्मा लगाऊ न एनसी बोय 1 2 3 4 यहाँ छ सब्स्क्राइब हान्दियो अनि वान एन्ड ओन्ली बोय यहाँ छ प्रिमियम बोय गाई प्रिमियम दादा हो क्यामेराम्यान है पर्सनल क्यामेराम्यान ल उसको चाहिँ अरविन्दको पर्सनल क्यामेराम्यान यहाँ छ ए जाऊ अब पाण्डा छ यहाँ रेड पाण्डा ओ माई गॉड दादा थिचेन नि त यार ए थिच्यो मेची पुलतिर मेची पुल नभनौँ ठ्याक्क काँक्राभित्रकोमा आइपुग्यो अब केही समय हिँडेपछि मेची पुलतिर पुगिन्छ र हामीले चाहिँ अब दार्जिलिङ जानको लागि एउटा स्कर्पियो प्लस चाहिँ एउटा 6 जना बस्नलाई एउटा रुम चाहिँ बुक गरिसक्यो अनि अग्रिम पेमेन्ट पनि भइसक्यो है हाम्रो चाहिँ केटाहरू अगाडि छन् अनि हामी अगाडि एजेन्ट मार्फत जाँदैछौँ एजेन्ट मार्फत जाँदैछ पिडी कस्तो लागिरहेको ठिक छ नि अहिलेसम्मलाई बेस्ट छ अहिलेसम्म मन्जितले राइड गरेर हामीलाई मेचीसम्म ल्याइसकेका छन् अनि निश्चल दादाले चाहिँ चल पल दिँदैछन् होइन अनि हाम्रो एजेन्ट अङ्कल अगाडि हुनुहुन्छ हामीलाई गाडी साडी मिलाइदिनु भएको छ मन्जित सरले यहाँसम्म पुऱ्याउनु भएको अहिलेसम्म कहाँ पुऱ्याउनुहुन्छ सुरक्षित ल्याए नि एकदम बेस्ट राइड पनि यस्तो लभली कि लचक्का यस्तो खालको राइडमा म कहिले अहिलेसम्म बसेको थिइनँ अन्त आजसम्म मैले मन्जित पनि त भेटेको थिइनँ नि त मेचीको पुलमा पानी चाहिँ छैन केटा हो फेरि ए नजिक यो लचक्क है अलिक ढिलो भयो कि सुशान्तलाई पनि देखाउनु चाहन्थेँ के अरे मैले यार सुशान्त ट्राफिक छ नि हामीलाई चाहिँ गाडी साडी बुक गर्नलाई चाहिँ अङ्कलले हेल्प गर्नुभयो धन्यवाद भन्न चाहन्छु हेरौँ रुम सुम कस्तो छ अङ्कलले राम्रै छ भन्नुभएको छ कस्तो हुन्छ त्यहाँ गएर देखाइदिन्छु तपाईँहरूलाई कतिको ट्रस्टेड हुनुहुन्छ भने पनि प्रुभ हुन्छ ट्राभल हो काँक्राभित्तामा आउनुहोस् तपाईँलाई एकदम वेलकम छ राम्रो सर्भिस छ राम्रो होटल अहिले गाडी पनि इनोभा दिँदैछु सही यसको चाहिँ रिभ्यू चाहिँ म लास्टमा दिन्छु अङ्कल साँच्चीकै कस्तो हुनुहुन्छ भनेर चाहिँ है भाइ रात चल पल्दिनु चाहिँ काफलेको यो भ्लगले मा देश खान्छ होला कि ल्याम्म पारेर
जिन्दगी यस्तै थियो मन्जितलाई भेटेर यस्तो भएको छ त्यो एक्लै कुकुर जस्तो ए कता हो तिमी यार ए यार यही पाण्डेकी त्यहाँ अगाडि हो लोकल हो लोकल लोकल हामी लोकल चल होइन अलि कन्फिडेन्स अलि लेभलमा अलि हाई हाई हुँदै गइरहेको छ अहिले चाहिँ होइन सङ्गतले गर्दा होला त्यस्तै छ रमाइलो लागिरहेछ हुँदैछु अब अहिले म त्यहाँ पानी नभएको ठाउँमा गएर पौडी खेलिदिन्छु म ल्याम्मै लगाएर गर सुशान्त तिमी कहाँ पर गएको कि तिमीलाई सुशान्तलाई देख्यो भने फेरि भाइरल हुन्छ कि भिडियो त्यही भएर सुशान्त पछि अलि भागेर हिँडिरहेको छु मदेखि पर नमस्कार कति राम्रो गाडीसँग आइपुग्यो है होइन त्यो अर्को आउँदैछ ड्राइभर जान्छ उहाँको आफ्नै गाडी हो भित्र तपाईँ भित्रबाट हाल्नुहोस् न ल भित्रबाट सामान हाल्नु ल ल भित्र पहिला बसिहाल्नु अहिले दार्जिलिङसम्म पुऱ्याउने गाडी चाहिँ है ड्राइभरलाई त होटेलमा हाम्रो होटल छोडिदिन्छ हो तपाईँलाई होटल छोडेर मात्रै अनि ल ल कुनै टेन्सन छैन त्यस्तो ल होटेल सागारीका अग्रिम पेमेन्ट भइसकेको छ है के हुन्छ हेरौँ ब्यालेन्स हाले यति भएपछि हामीलाई पनि अलिकति अब चाहिँ आनन्द महसुस हुँदैछ विदेश पुऱ्याउँदै खानु मन्जितले यार वाह यार सन्चुकले जाने भिडियोमा चाहिँ ड्राइभरको नम्बर दिइराख्नु कि घरतिर कसैले फोन गर्यो भने नि त्यो भइहाल्छ नेटवर्क हामी नेटवर्कमा गएर फोन हान्ने पाउँदैन सिट पनि लगाइहाल्नु मैले लगाउनु पर्छ अरे त बहुत छ टेन्सन छैन हामीलाई ल मेचीपुलले केटा पानी छैन तिमीहरूले हेर्न पर्ने केही छैन है छैन यही अब इन्डिया र नेपालको सिमाना यही हो दार्जिलिङ चाहिँ उता डाँडा हो केटाहरू दार्जिलिङ यो लाइटले त उत्तर पारे त इन्डिया र नेपालको सिमानालाई मेचीपुल भन्छ यो बोर्डर हो फाइनल दार्जिलिङ आइपुग्यो है फाइनली होटल सागरिका खोज्दै हिँडिरहेको क्रममा छौँ भिडियो यस्तो भिडियो क्याप्चर हाल्दैछन् भाडामा म सबै अगाडि छन् केटाहरू चिसो चाहिँ अति छ फेरि चिसो लागिरहेको होटलतिर सर लाग्दैछ मन्जु दादा मन्जित र म भएर एका बिहान दार्जिलिङ डुल्दै केटाहरू ओछेनमा सुत्दैछन् सुतिरहेको केटाहरू तिमीहरू है हामी चाहिँ छाता किनेर यहाँ दार्जिलिङमा चाहिँ मस्त चलबल सबै हामी चाहिँ हिँडिरहेको छौँ बाटोमा फोटो लाएर मजा आइरहेको ठिक छ दार्जिलिङमा सबैजना नेपाली बोलिरहेछन् मजा आइरहेछ अन्त यो कुरा होइन कि फेरि तिनीहरू अरू के बोल्छन् समस्या भएको होइन कि आफ्नै भाषामा बोल्दा हामीलाई मजा आएको लाग्छ नि त टक्का लाएर मजा छ या मर्निङ टाइममा म यही भ्यू हेरेर गएको अनि फेरि केटाहरूलाई चाहिँ यही भ्यू हेरेर लिएर आएको छु हुन्छ त्यो उन्मेयर होटल भन्ने चाहिँ 4 स्टार होटल है केटाहरू चल्दैछौँ म चाहिँ यो भ्लगलाई सिधा अब लिएर जाँदैछु निश्चलतिर निश्चल ए क्यामेरा म निश्चललाई हस्तान्तरण गर्दैछु हामी चाहिँ अहिले होइन दार्जिलिङ सिटीमा हो है पुरा हेऱ्यो दार्जिलिङ है अब म तपाईँहरूलाई दार्जिलिङको टुर गराउँछु होइन यसलाई भन्छ हाम्रो महाकवि भानुभक्त आचार्य के कवि रे महाकवि चाहिँ लक्ष्मीप्रसाद देवकोटा आदिकवि भनेको होइन आदिकवि हो भानुभक्त आचार्य आदिकवि भानुभक्त आचार्यको स्ट्याचु त्यहाँ छ है
वान डाँडा म्याडा नामै आएन भन्नु नेपाली जाति अरे नेपाली जातीय कवि रामायण उसमा लेखे भने त भानुभक्त आचार्यले अनि वी आर हियर इन दादा वी आर हियर इन दार्जिलिङ यस मदरफकर यस लिटल बिट इङ्ग्लिस अंग्रेजी या जस्ट या इट्स फकिङ अंग्रेजी नाउ वी आर गोइङ टु दार्जिलिङ स्ट्रिट streets motherfucker the मौसम इज भेरी नाइस लिटल पानी फन्टास्टिक मोमेन्ट फन्टास्टिक वन्डरफुल हुने थियो लाइफ मेरो मनको तालैमा हान्यौ तिमीले डाइभ हुन्थ्यो होला अनि हुन्थ्यो होला क्यास त्यतिखेर त्यतिखेर निश्चलको प्ररुखलाई Accept एक्सेप्ट गरेको गरेको भए भए। त्यो साइडमा काफ्लेको चाटो तिमी हुन्थ्यो अहिले दार्जिलिङ सिटीमा घुमिरहन्थ्यो हो कि क्या हो तिमीले यो मोमेन्टलाई गुमायौ घुमायो तर हात गल्यो अब यसरी हानौँ है हातै गल्यो क्या ब्लगर हुन पनि अलिक गाह्रै छ नि त हामीलाई अनि त्यसपछि अरू के अब हजुर यहाँबाट तरको भ्यू खतरा देखिन्छ भ्यू देखाइदिउँ है त अहिले चाहिँ पुरा हुसु लागेछ इस फकिङ हुस्छु हामीले हुसु मात्र आयामा कसम मैले त्यहाँ बिहान मर्निङ टाइममा आएर हिँडिसक्यो चस्सै हानिसक्यो फोटोसोटोसँग अब यो चाहिँ अब हाम्रो पुर्खाले गराउनु भएको पहिला ल अब सुसनको पालो अरे सुसनलाई देखाइदिनु पर्यो सुसनलाई दुई चक्कर जानु पर्यो दादा यो चाहिँ हाम्रो अब पहिला पुर्खाहरूले गराउनु भएको होइन नि त आफू तपाईँहरूले घर हेर्न सक्नुहुन्छ यहाँ विभिन्न किसिमको अनि यसरी देखाइन्छ है म त फेरि यो चाहिँ हाम्रो नेपालमा अब यो युरोप भन्दा राम्रो भन्न नै सकिन्छ यसलाई कम्पेयर पनि गरिन्छ दार्जिलिङ भन्ने ठाउँ तपाईँहरूले विभिन्न किसिमका फेसिलिटी पाउनुहुन्छ अनि इट्स फकिङ ब्याड वेदर के हो कि क्या हो परेमा पनि त्यहाँ जोडी छन् सबको जोडी त्यही एउटा मेरो जोडी को एउटा भने जस्तो काब्ले एक्लै बिजोडी ओ माई गॉड काब्ले दादा सैड पोज ओ माई गॉड गायो यस्तै छ ल अहिलेलाई यति नै बाँकी भाग हामी फेरि देखाउँछौँ अहिलेको लागि हस्त नमस्ते इति श्री स्कन्द केदार खण्डे श्री भ्लग नमो नम अध्याय दार्जिलिङको हामी नाइट भ्यूमा होइन दादा नाइट भ्यूमा चाहिँ अब हामी यसो स्टिक वाक हानेको होइन एकछिन हाम्रो तास खेल्यो दादा 18,500 रुपियाँ हाम्रो दादाले मारे मैले 36,700 रुपियाँ हो हारेको थिएँ मोटी गैला जलगैला हो कि दादा अनि यो हार्यो टेन्सन भयो है दादाले होइन तर हामी दादा के खाएको अरे भन्थ्यौ तिमी जेडी ओ माई गॉड कसले बुझ्यो जेडी भनेको इट्स फकिङ जेडी आयो ओ माई गॉड ऊ त हेर्नु कस्तो कालो नवराज कालो होइन कालो छ अब हेर दादा हामीले चाहिँ के देखाइदिन्छौँ भने यो नगरपालिकाको भ्यू देखाइदिन्छ क्या हामीले यसरी हाम्रो पनि अनुहार आउनु पर्यो ट्याक्क यस्तो गरेर हम लोग अभी आया होटल का पास हम लोग होटल भेजी से नगरपालिका सरलक्क हामी हिँडिरहेको छौँ है तिमी अगाडि हिँड म अगाडि हिँड्नु दादा ल साँगुरो छ हेर होइन अब हाम्रो यो चाहिँ च्यानललाई सबैले सब्सक्राइब पनि गरिदिनुहोस् होइन यस्तो सब्सक्राइब गर्नु भने यस्तो भिडियो त हजुरहरूले कति के हेर्नुहुन्छ क्या होइन ए केटाहरूलाई पैसा पुगेन रे 48,850 रुपियाँ निकाल्ने रे अहिले पैसा चाहिँ हामी लुट्दै जुवामा हाम्रो हराउनु खोज्ने हो 48,500 रुपियाँ हारेर हेर्दा अनुहार डमक्क पऱ्यो दादा यहाँ जम्मा 200 आइसी हारेका अनुहार बिगारेर हैरान छ फेरि हेर न अनुहार हेर्नु एकचोटि अनुहार देखाइदिउँ नि दादा सिनेमेट्रिक अब हामी उयो भ्यू देखाइदिउँ है ल सबैजनाले हेर्थ्यो घन्टा के गरौँ दादा एकछिन अब यहाँ गफनौँ बसेर गफनौँ न ल
केही छैन हाम्रो भिडियो तलमाथि भए पनि होइन दुकानमा नि हेरिदिनु होला होइन वी आर वेयर इन दार्जिलिङ वी आर इन दार्जिलिङ होइन दिस इज दार्जिलिङ स्ट्रिट भेरी नाइस फन्टास्टिक वन्डरफुल हुने थियो लाइफ मेरो मनको तालैमा हान्यो तिमीले दाइ एक्लो जीवनको प्रब्लम भुलेर आऊ नाचौँ बादली छमछम घुमेर पानी पर्यो हसिना झऱ्यो दाइको रुमाल भाउजूलाई मन पर्यो मेरो भाउजू नभयो टेन्सन हो कि दादा भन त मुटुमा गोली लागे जस्तो हुन्छ ढल्यो तर केही छैन रमाइलो त भयो नि दादा होइन एकदिन त कस्तो एकदिन त कस्तो नपाइयो र यो पुरा गोपेनै राखौला के हो सय जाडो जाडो मौसम छ यार ल्याङट्याङ होइन नलौडा नलसुन पक्का लाएर बसुन उयो त भाइले असुन गाडी देखाइदिने हो ल ब्याग दियो अनि मार्क्स त दादा 0.5 मान्नु नि दादा उता अब एकचोटि बन्द गरेर फेरि गर्नुपर्छ ए हो त्यसो एकछिन यतिकै राखिदिनु मिल्दैनलाई म चलाउने आउँदैन नि त फेरि अब फेरि आइफोन 19 प्रो म्याक्स या पहिले इलन मस्क छ भनेर मैले पहिल्यै राखिदिएँ कि शान्तिने फोन फेरि बानी नै होइन कि शान्तिने मान्छे होइन हामी फेरि यो मा झाँक्नेर देखाइदिनु न यो मा नगरपालिका हो यो कसैले देखाए यस्तो नगरपालिका इट्स फकिङ नगरपालिका अफ दार्जिलिङ जिन्सको ज्याकेट र कालो चस्मा लगाएको थिएँ है मन्जित दादा प्लस हाम्रो अर्को दादाको नाम के अरे सुशान्त दादा हेर्नु थानै नपाउँदाखेरि हिँडेन कि हाम्रो नदेखा जस्तो दादा अहिलेको लागि यो दिदीको सपिङ जाँदैछौँ सपिङ हामी चाहिँ अब दार्जिलिङको स्ट्रिटमा समिट स्टोन है अनि कसैलाई अब अर्कोचोटि अब दार्जिलिङ आउन मन लाग्यो भने चाहिँ यु क्यान कन्ट्र्याक्ट अस होइन हामीले चाहिँ दार्जिलिङ मात्रै होइन हामीले नेपालदेखि इन्डियासम्मको नेक्स्ट ठाउँ घुमिसक्यौँ हो कि भन दादा अनि त्यो सबैको हामीले डिटेल दिन सकिन्छ सकिन्छ अनि हामीले डिटेल पनि दिन सकिन्छ ल माथि हेर न यस्तो दामी छ इस्ट फकिङ दार्जिलिङ मतलब फक अनि यु क्यान इन्जोय द भ्यू खरेर नि हेरौँ न हाम्रो भिडियो अनि कुरो के हो भने अब तल दाम कुरो पनि भनौँ कि कुरो के हो भन्दाखेरि हामीलाई देखाउँदै हामी हामीले चाहिँ म्याक्स दार्जिलिङको अथवा होइन नेपाल र इन्डिया भनौँ न धेरै गफ पनि नदिनु हुन्छ त्यति चाहिँ म्याक्स भइसक्यो अब कन्ट्याक्ट गर्न छ भने मेरो इन्स्टा आइडी CRAZ यस होइन CRAZ निश्चल हो होइन अनस्कोर कि त्यो लाइन छ कि त्यो धस्यो होइन तिम्रो भन्थ्यो इन्स्टा आइडी मेरो आकाश कापले 3टा 0 त्यो होइन यु क्यान कन्ट्याक्ट अस होइन क्रेज निश्चल अथवा आकाश काफले होइन त्यही हुन्छ अनि त्यसमा कन्ट्याक्ट गर्न सकिन्छ हामीले चाहिँ अब फोक्सुन्डोको भयो फोक्सुन्डोको आइटिनेरी हामी दिन्छौँ होइन अन्नपूर्णको दिन्छौँ होइन कोरी दिन्छौँ कसम तिलिचो दिन्छौँ मार्दी दिन्छौँ गोसाइकुण्ड दिन्छौँ लान्टाङ एभ्रिथिङ के फकिङ एभ्रिथिङ वी आर ब्लेस्ड हामीले नेपाल इन्डिया खाइसक्यो कि हामी यति भाग्य छौँ हामी यति ब्लेस्ड छौँ कि हामीलाई चाहिँ नेपाल र इन्डिया सब हाम्रै जस्तो लाग्छ तर म चाहिँ हाम्रो केटाहरूले हराएँ है केटाहरू हराएँ तर हामी हराइन्न कस्तो देखिरहेको छु मैले यतापट्टि ए झलमला हो के को झलमला लाग्यो वी आर ब्लेस्ड भिडियोमा मात्र फेरि जाऊ त तिमीहरू झलमला हेरेर किन हो हो र ए यो झलमला गरिरहेको छु होइन हामी चाहिँ वी आर ब्लेस्ड होइन हामीले चाहिँ जस राम्रै घुमियो केटाहरू उहाँ खानेर हामी एकछिन हराइयो जस्तो भयो एकछिन हरायो जस्तो भयो तर केही भएन होइन वी आर ब्लेस्ड के अहिले यो एरामा जन्मिँदाखेरि हामी होइन कहाँ घुमेन हामी भन न अझै कहाँ बाँकी नाम के ल कमेन्टमा जे नाम आयो त्यही गइदिन्छु ल ढुक्क होइन हामीलाई 100K आउनु पर्यो लाइक जहाँ भने जस्तो भने त्यस्तै ब्लग हो फेरि
हाम्रो ड्रोन सट चाहिँ फेरि यस्तो बवाल हुन्छ फेरि दादा यो फेरि केही काट्ने नै ल्याङफ्याङ जस्तो आउँछ त्यस्तै हामी ओरिजिनल हो त्यो पनि ओजी हामी ओजी ओजी ग्याङ Swag ओजी ओजी ग्याङ फ्रम चिटाउन मदरफकर Yeah. यस Yes. और दलदलले Yeah. यु क्यान कन्ट्र्याक्ट अर फ्रम एनी वे Yeah. अङ्ग्रेजीले हाम्रो Yeah. अङ्ग्रेजीमा हाम्रो मलाई जस्ट क्या भन्नु 96 आएको हो 96 तर चोरेर दिस इज टु मच अँ, म्यान चोरेर। चोरेर आउनु नि मलाई त बुकेदियो भने हुँदैन तर केही छैन अब यो चाहिँ हाम्रो दार्जिलिङको के हो भन्दाखेरि स्ट्रिट भन्दैन यसलाई हाइल भन्छ मैले ठाडो छ कि हाइल वाट त्यसरी नि देखिन्छ हामी फेरि दिस इज हाइल वाट हाइल Yes, we are here in Darjeeling Hill. And our destination tomorrow, where our destination? इलाम Ilam? Yes. No? Sikkim? Sikkim? Gangtok? ग्याङटोक क्या Okay. अझै हात गल्यो दादाहरू एकछिनमा आउनु है स्टेट ट्युन चल्दै दार्जिलिङबाट